A strong finish can rewrite a weak beginning. लिग 2 मा नेपालको सुरुवात जति स्लो र वीक भयो भने अहिले आएर टिम नेपालले एकदम स्ट्रङ कमब्याक गरिरहेको छ। नेपालले लिग 2 को फर्स्ट 20 म्याचेसमा जम्मा 5 विन मात्र निकालेको थियो, तर लास्ट 8 म्याचेसमा नेपालले 6 विन निकालेर सबैलाई सरप्राइज दिएको छ। यो स्ट्याट्सले नै देखाउँछ कि नेपाल सुरुमा कति स्ट्रगल गरिरहेको थियो भनेर, तर सिजनको अन्तिम फेजमा आएर नेपाल अहिले कम्प्लिटली डिफरेन्ट टिम जस्तो देखिएको छ। होम ग्राउन्डमा खेल्दा नेपालले युएसए, स्कटल्यान्ड र ओमान जस्ता टप टिम्सहरूलाई वान साइडेड तरिकाले हराएको थियो। टिमको यो कमब्याकमा प्लेयर्स मात्र होइन, क्यान म्यानेजमेन्टको पनि ठूलो रोल रहेको छ। क्यानले फर्ममा नभएका प्लेयर्सलाई ड्रप गर्ने र डोमेस्टिक पर्फर्मर्सहरूलाई चान्स दिने डिसिजन लियो। ढिलो भए पनि कला डिसिजन लिएको थियो। अहिले टिममा क्लियर मेसेज छ, पर्फर्म गर्नुपर्छ, नत्र बेन्चमा अरू अप्सन तयार छन्। यही कम्पिटिसनले भुर्तेल र आसिफ जस्ता प्लेयर्सहरूको कमब्याक पनि भयो। टिमको ओभरअल पर्फर्मेन्स इम्प्रुभ हुनमा जय ट्रोफी, पीएम कप र नेपाल ए सिरिज जस्ता टुर्नामेन्ट्सहरूको पनि ठूलो कन्ट्रिब्युसन रहेको छ। अब नेपालको लागि लिग 2 मा अन्तिम 2 सिरिज अथवा 8 वटा म्याचेसहरू बाँकी रहेका छन्। त्यसैले अब सबैभन्दा ठूलो क्वेशन रहेको छ, नेपाल कसरी टप 4 मा पुग्न सक्छ त? सबैभन्दा पहिला टप 4 किन इम्पोर्टेन्ट छ भनेर बुझ्नुपर्छ। आईसीसी को ओडीआई वर्ल्ड कप पाथवे अनुसार लिग 2 को टप 4 टिम्सहरू डाइरेक्ट ग्लोबल क्वालिफायर्समा पुग्छन्। यो वर्ल्ड कप क्वालिफिकेसनको सबैभन्दा सजिलो र सेक्योर बाटो हो। नेपाल अर्को रुटबाट पनि क्वालिफाई गर्न सक्छ, तर त्यो एकदम कम्प्लिकेटेड र लामो प्रोसेस हुन्छ। त्यसैले नेपालको मेन टार्गेट टप 4 मा नै हो। यदि तपाईहरुलाई वर्ल्ड कप क्वालिफिकेसनको फुल पाथवे बुझ्न मन छ भने कमेन्टमा लेख्नु होला। हामी त्यसको डिटेल भिडियो पनि ल्याएर आउने नै छौं। अहिलेलाई भने यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अहिले नेपाल लिग 2 को पोइन्ट्स टेबलमा 5औं स्थानमा रहेको छ। नेपाललाई टप 4 मा पुग्न केवल एक स्टेप माथि जानुपर्ने छ। युएसए र स्कटल्यान्ड लगभग क्वालिफाई भइसकेका छन्। अब नेपालले ओमान र नेदरल्यान्ड्स मध्ये एक टिमलाई रिप्लेस गर्नुपर्ने छ। अब पोइन्ट्स टेबल अलि डिटेलमा हेरौं। युएसए ले 28 म्याचबाट 38 पोइन्ट जोडिसकेको छ। प्रिभियस साइकल हेर्दा 36 देखि 38 पोइन्ट्सहरू भन्दा माथि जाने टिम्सहरू युजुअली टप 4 मा क्वालिफाई गरेका थिए। त्यसैले युएसए ले बाँकी म्याचेस मध्ये आधा म्याचेस मात्रै जिते भने क्वालिफाई गर्ने अलमोस्ट फिक्स नै रहेको छ। स्कटल्यान्डको पनि सिचुएसन स्ट्रङ नै छ। उनीहरुसँग एउटा सिरिज बाँकी छ र त्यो पनि होम कन्डिसनमा क्यानाडा र युएसए सँग। त्यसैले स्कटल्यान्डको क्वालिफाई हुने चान्स एकदम हाई रहेको छ। अब कुरा आउँछ नेपालको डाइरेक्ट कम्पिटिटर्सहरूको। नामिबिया अहिले 6औं स्थानमा छ। नेपाल र नामिबिया दुवैले 28 म्याच खेलेका छन्, तर नेपाल 2 पोइन्ट्स र बेटर रन रेटले अगाडि रहेको छ। त्यसैले नेपाललाई अलि एडभान्टेज छ, तर कम्पिटिसन अझै क्लोज नै छ। क्यानाडाको सिचुएसन चाहिँ अलि डिफरेन्ट रहेको छ। क्यानाडाले नेपाल भन्दा 4 म्याच कम खेलेको छ अनि उनीहरूले नेक्स्ट सिरिज युएसए र नेदरल्यान्डसँग खेल्नेछन्। यदि क्यानाडाले त्यो सिरिज खेलेर 2 म्याच जित्यो भने नेपाल भन्दा माथि जान सक्छ, तर प्र्याक्टिकल सेन्समा हेर्दा क्यानाडालाई टप 4 पुग्न अझै गाह्रो देखिन्छ। अब लिग 2 को रेस एकदम इन्ट्रेस्टिङ भएको छ। टप 4 को लागि बेसिकली 4 वटा टिम्स ओमान, नेदरल्यान्ड, नामिबिया र नेपाल रहेका छन् र यिनीहरूले एकअर्कासँग कम्पिट गरिरहेका छन्। सबैभन्दा इन्ट्रेस्टिङ कुरा त के हो भने यी टिम्स एकअर्कासँग नै भिड्ने छन्। एउटा टिमको जितले उसलाई माथि लग्छ र अर्को टिमलाई तल झार्छ। त्यसैले हरेक म्याचको इम्पोर्टेन्स डबल भएको छ। नेपालको बाँकी म्याचेसहरू ओमान, नेदरल्यान्ड, नामिबिया र क्यानाडासँग रहेको छ। अब क्वेशन, नेपालले कसरी क्वालिफाई गर्न सक्छ त? नेपालले जुलाई र अक्टोबरमा फाइनल 2 वटा सिरिज खेल्नेछ। थ्योरेटिकल्ली हेर्दा नेपालले बाँकी 8 म्याचेस मध्ये 7 वा 8 म्याचेस जित्यो भने टप 4 अलमोस्ट कन्फर्म हुन्छ, तर रियालिटी त्यति सजिलो छैन। नेपालले सबै म्याचेसहरू अवे कन्डिसनमा खेल्नेछ। नेपालको हिस्ट्री हेर्ने हो भने होममा डोमिनेसन देखाए पनि ओभरसिज कन्डिसनमा स्ट्रगल गरिरहेको देखिन्छ। त्यसैले नेपालको क्वालिफिकेसन सिनेरियोमा अरू टिम्सको रिजल्ट पनि इम्पोर्टेन्ट हुनेछ। अब नेपालको अपकमिङ सिरिजको कुरा गरौं। नेपालले नेदरल्यान्ड्स र ओमानसँग उनीहरुकै होम कन्डिसनमा खेल्नेछ। नेपालले यी 2 वटा सिरिजबाट एउटा पनि लस एफोर्ड गर्न सक्दैन, किनभने नेपालले ओमान र नेदरल्यान्ड्सलाई हराउँदा आफ्नो पोइन्ट्स मात्र बढाउँदैन, डाइरेक्ट राइभलको पोइन्ट्स पनि रोक्छ। त्यसैले नेपालको लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा नै ओमान र नेदरल्यान्ड्ससँगको म्याचेस हो। अब अर्को इम्पोर्टेन्ट सिरिज हेरौं। जुनमा नेदरल्यान्ड्सले युएसए र क्यानाडासँग सिरिज खेल्छ। यो सिरिजमा नेपाल फ्यान्सहरू युएसए लाई सपोर्ट गर्नुपर्ने हुन्छ। यदि युएसए ले नेदरल्यान्ड्सलाई क्लिन स्वीप गर्यो भने नेपाललाई धेरै फाइदा हुनेछ, तर नेदरल्यान्ड्सको ओडीआई रेकर्ड क्यानाडासँग एकदम स्ट्रङ रहेको छ। क्यानाडाले अहिलेसम्म नेदरल्यान्ड्सलाई ओडीआईमा हराएको छैन। यदि नेदरल्यान्ड्सले त्यो सिरिजमा कम्तीमा पनि 2 म्याचेसहरू जित्यो भने उनीहरू 32 पोइन्ट्समा पुगेर ओमानलाई पछि पार्न सक्छन्। त्यसैले रियलिस्टिक सिनेरियो हेर्दा नेपालले नेदरल्यान्ड्ससँग डाइरेक्टली राम्रोसँग परफर्म गर्नु एकदम नेसेसरी रहेको छ। राम्रो कुरा चाहिँ के छ भने नेपालले 2025 को स्कटल्यान्ड टुरमा नेदरल्यान्ड्सलाई क्लिन स्वीप गरेको थियो। त्यसैले कन्फिडेन्स चाहिँ डेफिनेटली पोजिटिभ रहेको छ। यदि नेपालले नेदरल्यान्ड्सलाई फेरि पनि हरायो भने नेपालले डाइरेक्ट टप 4 को स्ट्रङ पोजिसन बनाउन सक्छ। अन्तिम सिरिजमा ओमान र नेदरल्यान्ड्सले युएई सँग खेल्नेछन्। त्यो सिरिजको रिजल्टले पनि फाइनल टप 4 डिसाइड गर्न सक्छ। ओमानको हेड टु हेड रेकर्ड नेदरल्यान्ड्स भन्दा बेटर देखिन्छ, त्यसैले प्रेसर स्पेशली नेदरल्यान्ड्समा बढी हुनेछ।
ओभरअल हेर्दा नेपालको क्वालिफिकेसन चान्स डेफिनेटली अलाइभ नै रहेको छ। तर एक्ज्याक्ट सिनेरियो बुझ्न जुन र जुलाईको सिरिजहरू कुरेर हेर्नुपर्ने हुनेछ। त्यो रिजल्ट्स पछि पिक्चर अझै क्लियर हुनेछ र हामी त्यो सिरिज पछि यो भिडियोको पार्ट 2 लिएर आउने नै छौं। त्यति बेलासम्मको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई अलमा सेट गर्नु होला। धन्यवाद।